सजालीय दर्शक महानुभाव आदरणीय दर्शक महानुभाव आजको यात्रा पोखरादेखि खोलासोथरतर्फ मालिङ हुँदै काँडेलुसम्म जाने तयारी भइरहेको छ। यो गाडी लेखनाथ गाउँ गाडीमा हामी टिकट लिएर रेडी भइसकेका छौँ। यता हाम्रो पसगाउँ निवासी आदरणीय दाइ हुन्छ भूपेन्द्र दाइ यता काउन्टरमा। यो गाडी ग1 ख 7724 को यो लेखनाथ डडुवा गिलिङ हुँदै जाने गाडीमा चाहिँ हामी जाने तयारी भइरहेको छ। यहाँ कान्छीको नाम के हो? ल भन खै तिम्रो नाम के हो? हामी आज काँडेलुको यात्रा गर्दैछौँ। हाम्रो आशी भए त माख्लाएर बस्छ, त्यही माथि आँधेरोमा काले भूत जस्तो देखेछ। आजको यात्रा रहनेछ खोलासोथर काँडेलुतर्फ। आजको यात्रा दाजु भएको खोलासोथरतिर है। खोलासोथर मालिङ गाउँपालिकाको कार्यालय हुँदै हामी काँडेलुसम्म जान्छौँ। काँडेलु गले गाउँ भन्दा केही तल मालिङभन्दा अलिकति उता बालुबानीको छेउमा, जहाँ चाहिँ आज मेरो आदरणीय दिदी ममता गुरुङको छोरा भान्जा मन्दिरको शुभ विवाहको लागि हामी जाँदैछौँ। शुभ विवाह चाहिँ भोलि जनता आउने मालिङ, पछि चाहिँ भटेक छ काँडेलुमा, जसको लागि तयारी गर्न आशिक भाइ र सुवाबाट आइपुग्नु भएको छ। हामी दाजुभाइ अब त्यतातर्फ लाग्यौँ है। आज भान्जीहरूसँग हामी काँडेलु जाँदैछौँ मालिङ हुँदै। यतिखेर भने हामी गिलिङ डक्सरतिर आइपुग्न लागेको छ। भर्खरै डडुवा जुन काटेर अगाडि आएका छौँ। हाम्रो आज यात्रालाई साथ दिन पुगिदिनुहुन्छ। आमाको भ्लगमा आउँछ है। ससरीले आइसकेछौँ। अब आइपुग्यो है। यता मालिङ गाउँमा खण्ड छैन, खण्डको मनोरम दृश्य रहेको छ। यता लमजुङ हिमाल एकदम सुन्दर मनमोहक दिइरहेको छ। मनसमलको श्रृङ्खला रहेको छ। एकदमै मनोरम दृश्य यो मनसमल हिउँ श्रृङ्खला छ। अब भने हामी छापा काट्दै गिलुङको यो पैठो डाँडा रहेको छ। यता पैबोतिर गुम्बा रहेको छ। गिलुङको मेरो ससुराली गाउँ। केही समय अगाडि हामी छापा डडुवा काटेर आइसकेको विषयलाई कैद गर्दै यता तल साथै जान्छौँ। यो छापा करपु डडुवाबाट माथि गिलुङ जाने गोरेटो बाटो रहेको छ। धेरैचोटि यो बाटो पनि हिँडेका छौँ है। विशेष गरी माइला सालको बिहेमा यो बाटो जनता कति हामी फाइनली अब गिलुङ आइसकेका छौँ। गिलुङ प्रवेशद्वार मेरो ससुराली है। अब केही समयपछि हामी तल यो डक्सर हुँदै तल झर्नेछौँ। गिलुङ प्रवेशद्वार ए उता नै छिर्छ त्यहीबाट। माथि पैसा डाँडातिर भएपछि बगेर जाने बाटो रहेको छ। यो तपाईँले गिलुङको पाहाडीवटा कानाहरू खोलासोथर टाउको रमाइलो गाउँ ससुराली गाउँ। अहिले धेरै धेरै गर्भस कार्यक्रमहरू पनि ल्याउँदैछ। प्रियवदा जीवनहरूले विशेष गरी बस कार्यक्रमको लागि र आदरणीय श्रीखान साहब क्षेत्र गुरुङले माथि ठुलो होटेल र बसका कार्यक्रमहरू राखेको छ। माथि रहेको छ है।
यता रेणुका भान्जी ऋतिका भान्जी फेरि पनि हाई गरौँ ल अब मामाको भ्लगमा आउँछ है तिमी हेर्ने कि नहेर्ने हेर्ने नि होइन यो कोलसोथर गाउँपालिका वडा नम्बर 9 इडेनको वडा कार्यालय रहेको छ वर्षा यताउता गाउँको बिचमा रहेको थियो यता भने अहिले सके यता म यो टोल मेरो ससुराली घर यो पुर्खेली ससुराली कान्छा मामा ससुरा हुनुहुन्छ यता चाहिँ कोदो टोल भन्छन् साबीको गिलुङ गाविस टक्सरको चाहिँ 3 नम्बर वडा पर्थ्यो अहिले भने कोलासोथर 9 रहेको छ यता पनि ससुराली रुचिको घर रुचि काशीहरू तल छन् मामा चन्द्रेफा मोदा चन्द्रेफा खसी बाउ मैले ग्याम्बी खलो गाडी क्या ले जाइमु तहानसम्म क्यों तोएर ग्याम्बी खाऊ खाने मामा ए लो आतो हुँदै थिएछ बिस्या यता मनसोली हिमश्रृङ्खला माछा पुच्छ्रे धौलागिरी रहेको छ अत्यन्तै सुन्दर मनमोहक मारी चरागाउँ रहेको छ यता भने म गाडी आइसकेको जस्तो छ है बाटोमा पर्ने बेलामा ससुराले कसरी नचिर भनेर चिएको गाडी पनि आइसकेको छ हैन माथि क्वाइबो मिलन आमासम्म जाने बाटो रहेको छ माथि क्वाइबोदी रम्फू रहेको छ गिलुङ नासा गिलुङ नासाको वृत्तचित्रमा किना गुरुङले स्वर हालेर एकदमै उत्कृष्ट वृत्तचित्र बनेको छ जुन पनि सायद तामाङको सङ्कल्पमा हेर्न सक्नुहुन्छ हामीले चाहिँ सिडीको चाउना भनेर सिडीमा हेरेका थियौँ चेची आन्दोलन पश्चात बर्खास्त हुनुभएका नेकपा एमालेका उपमहासचिव नेपाल सरकारका सञ्चार मन्त्री पूर्व सञ्चार मन्त्री सरकारका प्रवक्ता आदरणीय अग्रज शुभ गुरुङको गाउँतर्फ हामी अगाडि बढिरहेका छौँ बुद्धोदय मावि रहेको छ गिलुङ टक्सरको स्कुलबाट शिक्षण पेसा गरेर शुभ गुरुङ आज मन्त्री नेपाल सरकारको प्रवक्ता बन्न बुद्धोदय तलबाट बाटो लाग्छ यताको बाटो बुद्धोदय मावि प्राङ्गण रहेको छ टक्सरे नानीहरू टक्सरे सालमे भन्छ रहेको छ जहाँ चाहिँ पूर्व मन्त्री शुभ गुरुङको गाउँ घर रहेको थियो अब भने फाइनली हामी सालमे भन्छाङ आइसकेको छौँ उता खामराङतिर जाने बाटो रहेको छ चरा गाउँ कुम्लुङ त्यतै पहाडको बिचमा पनि एकदम सुन्दर मनोरम दृश्य रहेको छ यता सडक अनि स्तर उन्नतिको लागि तयारी अवस्थामा खेती बनाउनु परिरहेको छ सायद यो पूर्व सरकारको बजेट परे जस्तो छ है त्यही भएर मजदुर गरेको छ तर यो एकपल्ट भइसकेको रोकिन त होइन तथापि यो सालमै भन्छन् कि तल हाम्रा बेसीसम्मको सडक खण्ड अत्यन्तै अप्ठ्यारो र एकदम गति थियो अहिले पक्कै पनि हामी चाहिँ गर्न सक्छ राम्रो भएको होला सक्छ
पनि त्यो मनभोग उसले एकदमै भएको माल आनन्द जहाँसम्म मलाई थाहा छ यही घर चाहिँ पृथ्वी सुब्बाको पहिला पसल रहेको हामीले मलाई चाहिँ जानकारी प्राप्त भएको थियो हेरौँ तथापि यो भिडियो हेरेको तमाम दर्शकहरूले कमेन्ट गर्न होला प्रतिक्रिया दिनु होला कि होइन भन्ने कुरो है त्यसैले मेरो न्यानो मित्र प्रसाद गुरुङलाई थाहा होला यो भिडियो क्लिप उहाँलाई पनि म वाट्सएपमा पक्कै पनि फरवर्ड गर्छु एकदमै पुरानो समयको रहेको छ घर स्तर सडक स्तर 29 सम्म रेडियोहरू चाहिँ अलिक चाँडै पनि एभाइलेबल पाइरहेको छ यो पहाड इतिहास जङ्गलले कटरमा भएको पहाड बाटो यो सालवे भन्छको एकदमै सगुरो बाटोमा छौँ साथमा यो अधिकारी स्टोर्सको यो ट्रक चाहिँ पछाडि फर्काउँदैछ सालवे भन्छ अब भने हामी पोलो सदर दुईतर्फ अगाडि जानेछौँ तथा घाम्रा बेसी हुँदै उता भने यता तपाईँको घाम्रा गाउँ जाने बाटो माथि घुम्तीमा एकदमै डरलाग्दो तरिकाले बसाइरहेका हामीले हेरेका छौँ जुन बाटो अब शाखा रोडमा बजाइरहेको छ भने अब घाम्रा बेसीतर्फ मालिङ हुँदै मालेगाउँ तर्फको यात्रामा अगाडि बढ्नेछौँ अझै पनि खचरहरूलाई प्रयोग गर्नुभएको छ बसरका लागि घाम्रा जाने बाटो तामु जाने बाटो रहेको छ भने यता मालिकतर्फ जाने बाटो रहेको छ यही रुट भएर हामी बेसीसर पनि जान सक्छौँ मालिक भएर यता घामराड तामु खण्डबाट आएको बस रहेको छ एकदमै क्राउड भिड रहेको छ है सायद बेसरतिर जाने हो कि अब बेलैमा दिमाग पुर्याएर राखेपछि यस्तै हुन्छ यता गाडी अलिकति टर्निङै नपुग्ने राखेको रहेछ होइन यता चाहिँ रिजर्भ गाडी आएको छ मालिङ बेसर जाने बाटो होला हाम्रा सिङ्गिङबाट आयो अब चरागाउँ कुम्लुङ तामु घिजे लगायत यता थुप्रै जाने गाउँहरू बाटो रहेको छ टर्निङै पुग्न नमान्नु झन्डै माथि गाडी रोकेर राखेको छ गाह्रो हुन्छ हो साथी हो गुमाएपछि के हो पक्कै आएको हो त टर्निङै नपुग्ने खाना में क्या मैं खाना थे में हो कुन गाउँले हो गाडी रिजर्भ गाडी रहेछ त गाउँलेहरूको अब सिङदी पस्काउँ कहाँबाट आएको तामु घामराङबाट गाडी यस्तो ठाउँमा राखेपछि अलिक गाह्रो हुन्छ कि फेरि ओह्रालोतिर भेरोलतिर राख्न चाहिँ फिसो हाल्नुपर्ने भएर पनि होला पहिला लेखनाथको गाडी चल्ने थिएन बेगनासको मात्रै थियो अहिले चाहिँ अल्टर रहेछ लेखनाथ र बेगनासको दुवैतर्फ यता घामराङ तामु भुजुङ घलेगाउँ मालिङ लगायत बेसीसर दुर्डाँडा लगायतका ठाउँमा जाने गाडीहरू सालमे भञ्जक रहेको छ भर्खरै मात्रै माथि गिलुङ किल्नु गाउँ घुमेर फर्किसकेका छौँ दर्शकहरू यता
ठ्याक्क त्यहाँ चाहिँ गिलुङ क्लिनु गाउँ रहेको छ मेरो ससुराली माथि कोइजो डाँडा है यता कैँबती गुम्बा बनेको छ उता चिउन डाँडा यता टक्सर रहेको छ बुद्धदाय महावीर र आदरणीय लमजुङे नेता पृथ्वी सुब्बा गुरुङको गाउँ यही समय मैले यी अगाडिको केही भिडियोहरू कैद गरेको छु। यता माथि थुम्की काशीकोट मिजोरम डाँडा लगायत ठाउँ रहेको छ। यता पछाडि चाहिँ भोजे चरा गाउँ कमुन ठाउँ रहेको छ। यहाँ माथि त्यही माथिको लेकहरू रहेको छ मप्याङ घामराग अनि तामु जाने ठाउँहरू घिजे लगायतका ठाउँहरू जाने एकदमै सुन्दर कसक हिमाल देखिरहेको छौँ हामीले। र यता भने हामी पारी मालिङ जाने बाटो रहेको छ। मालिङ जुन कोलासोथर गाउँपालिकाको कार्यालय पनि रहेको छ त्यहाँबाट हामी काण्डेबुलोतर्फ अगाडि माथि बालुङपानी कब्र गाउँनिर पुग्छौँ। त्यताको बाटो त्यति धेरै थाहा छैन। माथि बालुङपानी भएर माथि घलेगाउँ कोइली नासासम्म चाहिँ पुगेकै छु तर तलसम्म चाहिँ थाहा छैन। तथापि यो मनमोहक दृश्यलाई कैद गर्दै अगाडि बढिरहेको छु। हेरौँ आजको भिडियो कस्तो बन्नेछ यहाँहरूलाई फेरि अवगत गराउने नै छौँ। अब अरू भिडियोहरू पनि थपिँदै जानेछ काण्डेलुसम्म मालिङसम्मको गन्तव्यमा। हेरौँ त्यो खिच्ने लायकको दृश्यहरू के देखिन्छ थप्दै जानेछौँ। कति राम्रो केराको बोट है। माथि कोलासोथर गाउँपालिकाको कार्यालय मालिङ रहेको छ। यतिखेर हामी सालमे भन्ज्याङमा खानको लागि ब्रेक लिएका छौँ गन्तव्यमा जाने क्रममा। यता माथि घामराङबाटको आएको गाडी अलमोस्ट खाली रहेछ। 2-4 जनासँग पोखरा जाने गाडी रहेको छ। उताको भने हामी भुजुङ घलेगाउँ जाने गाडीमा छौँ र त्यो आजको गन्तव्यतर्फ हामी अगाडि बढिरहेका छौँ। यता थाङसिङ नेटा दुरा डाँडाको लगायतका यहाँ माथि होला ठ्याक्कै उ गर्न सकेन। भोलेटार माथिको डाँडा जिता तान्द्राको डाँडा जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ। तथापि यहाँले भिडियो हेरिसकेपछि थप प्रतिक्रिया दिनका लागि यहाँलाई अनुरोध गर्दछु। यतिखेर यो घामराङ बेसीको बाटो बन्दै गरेको अवस्था गाह्रो उठाएर गाडी लगाउने होला होइन। हाम्राकै आमा हुनुहुन्छ होइन तपाईँ? अब टक्क भतेर खाएर मोटाएर फर्किने भयो तपाईँ? हजुर ए हो ए ल मन्जुको आमा अन्जु ए ल ल ल ल सेमेका मुम्बई होला ए ल। हाम्रो रघुनाथ दाईको सासू भीम दाईको दिदी हुनुहुँदो रहेछ है। बल्ल चिन्जान पनि भयो। आज हामी पनि मालिङ र यो काण्डेलुकै बिहेमा जान्छौँ। यता नाति नै हो ए कान्छाको छोरी। ल मामाको युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन्नु त ल रितिका। खै त अब भने हामी कलैची आइपुग्न लागेका छौँ। भर्खरै मेदिन खोला मेदिन माथि चाहिँ घलेगाउँलाई हल्का बादलको गुच्छ हलेछि बादलको गुच्छ हलेछि है। यता भुटुङ चाहिँ बादलको गुच्छ मुनि पर्छ। यो बस भने पोखरा एकनाथ यातायातको बस प्रत्येक दिन 6:30 बजे पोखराबाट र यसै गरी भुटुङबाट चाहिँ 8 बजे झर्दै गर्दो रहेछ। त्यसै गरी भुटुङबाट झर्दा खाना मालिकमा र पोखराबाट आउँदाखेरि सालमे भन्जरमा खाना खाइँदो रहेछ। साथमा पनि यो बाटोमा यात्रा गर्ने साथीहरूले चाहिँ एका भयो भने खानाको लागि सजिलो जस्तो मलाई लाग्यो। किनकि आज हामी त माथि काण्डेबुलो खाने भनेर घर ढिला भइसक्यो। अब सालमे भन्दा उता बनाउनु भनेपछि त खाना खानु सकेनौँ। यतिखेर हामी ढोँडाको मलाई चाहिँ ढोँडातिर हामी यतिखेर यो ढोँडामा आइसकेका छौँ। माथि पालिकाको कार्यालय समुदाय
यसरी बिहेको तयारी चलिरहेको छ है। पालिकाकै कार्यालयको छेउमा रहेछ एकदम सजिलो भोलिको लागि होला सायद तयारी आदि तयारी गरिरहेको छ। यता वडा कार्यालय यता पालिकाको कार्यालय रहेको छ। मालिक खोला संसार गाउँपालिकाको कार्यालय मालिकको डाँडागाउँ मान्छे सुन्दर मनमोहक हिमालको दृश्यलाई कैद गर्दै यो बेसरदेखि मनाङ जाने जगतको जस्तो रहेछ यो सोलिङ ढुङ्गा सोलिङ गरेर है। मालिक नै हो भन्छ यो है, मालिक नै हो डाँडागाउँ। एकजना छोरीले चाहिँ पछाडि भनिरहेको छु मैले उहाँलाई त्यहाँ जानु चाहिँ भन्नु। यो मान्छेको गाउँको बाटो त खत्रै रहेछ त। के गरेको आनन्द मालिङ गाउँको मनोरम दृश्यलाई कैद गर्दै अगाडि बढेका छौँ। खोला सौन्दर गाउँपालिकाको कार्यालय एकदम सुन्दर मनोरम दृश्य सायद जङ्गलको बिचमा पनि दौडिरहेको छ है। त मालिङ गाउँ भ्रमण गर्नुभएको पहाडी टुक्रामा मालिङ गाउँलाई हामी भेट मार्दै अगाडि बढिरहेको छौँ। त्यस्तै हो कि जस्तो लाग्छ। माथि कोइली नासक हले गाउँ माथि थुङ्कीमा रहेको छ। वाउ मनोरम दृश्य हिमाल मालिङको यो फुटबल मैदान एकदम सुन्दर मनमोहक मञ्च छ। केही वर्ष अगाडि यो भिडियो मैले प्राप्त गरेको फुटबलको टुर्नामेन्ट हुँदाखेरि भिडियोहरू छ। मालिङ गाउँ अत्यन्तै सुन्दर मनमोहक उहाँले हामी यो बेसर घलेगाउँ सडक खण्डमा जोडेका छौँ। वे टु घलेगाउँ अहिले 3 किलोमिटर लेखेको छ। घलेगाउँ 4 किलोमिटर 3 किलोमिटर ल्याएको छ। धुधुङ झन् लामो नभए मालिक सडक खण्ड जाने बाटोमा भने पछिल्लो समयमा आउँछ कि अत्यन्तै लगभग समुद्र सतहदेखि 2050को हाइटमा हामी आइसकेका छौँ। जान्न पनि जाडो अनुभव भइरहेको छ। केही समय अगाडि चढ्दै आउँदाखेरिको समय गर्मी भइसकेको 3 वर्ष अगाडि आउँदाखेरि पनि यति चाहिँ अलिकति त्यतिखेर चाहिँ हिलामेल र बाटोको स्तरमा चाहिँ खासै मात्र भले गाउँ 3 किलोमिटर र लगभग 10-11 किलोमिटर जति बाँकी रहेको घले गाउँलाई पनि यही होला काँडेल ल फाइनली काँडेल भइसक्यो है त। फाइनल गाइस हामी चाहिँ यता काँडेलु आइसकेका छौँ। यता दिदी भेनाहरू हुन्छ उहाँको आफन्त परिवार सबै। भोलिको दुला त भिडियो देख्ने बित्तिकै भित्र सिरियल हो।
माथि कोइली नासा घरले गाउँ। अब हुन्छ यताको रमाइलो। गाइस हामी फाइनली हाम्रो भान्जाको बिहेमा यहाँ गन्तव्यमा आइसकेका छौँ। आज भेनाले चाहिँ यो गाउँहरूको बारेमा जानकारी दिनका लागि अनुरोध गर्दछु। सजिलो भेना दर्शन फेरि पनि ल अब यता पारितिरको गाउँहरूको बारेमा यहाँबाट तपाईँको अब यहाँबाट भन्नुपर्दा यो त्यो मुता चाहिँ डाँडा चाहिँ नि रौसी डाँडा डाँडाको टावर भएको डाँडा टावर हो त्यो रौसी डाँडा रौसी डाँडा बागलुङ पानी हो रौसी खाने मान्छे रौसी भन्दो रौसी डाँडा बागलुङ त्यो रौसी डाँडाको टावर हुन्छ यतापट्टि कोने नासा कोने भन्दा मुनिपट्टि त्यहाँ नजरे सुरु हुन्छ नजरे हुँदै तल पाटादेखि खोजदेखि यो खोज्नु तल नजरे त्यहाँ छ यो ग्रुप यो पुमाको जङ्गल हो यो पुमाको जङ्गल पम्प्रो मुनि पुमा गाउँ छ अनि बिमानी त्यतिबाट घुमेर जाने बिम्दो यताबाट बिम्दो यताबाट जानुपर्छ त्यो डाँडा गयो बिम्दो नालमा जाने बाटो यता हो ए बिम्दो बेसी भयो तर पम्पबाट बेसी हो बिम्दो माथि हो गाउँ अनि तपाईँको यहाँ मुनिको त यहाँ नजिर हुँदै भलम खोला हुँदै लामो गाउँ ए लामो गाउँ चाहिँ यो भिरको मुनि यो भिरको मुनि हो लामो गाउँ अनि पारीको भुस्मे डाँडा त्यसपछि यो डाँडाको उता पछाडि चाहिँ मोटरसाइकल पऱ्यो तर सिम्पानी गाविस हाम्रो साम्बाको गाउँ त्यसो उता पारी चाहिँ तपाईँको सिउरुङ ढकै घेरमु सबै उता यो डाँडाले छेकेको छ यो माथि हाम्रो घले गाउँ भयो कोइली नासा यसको म उतापट्टि नायो घनपोखरा त्यसपछि लास्टमा हाम्रो फोजोनासा भुजुङ गाउँ एउटै गाविस भने चिने नि यता तल फुल्मो त्यसपछि होइन यतापछि बगुम हुँदै खोगुम कामदु हुँदै फुल्मो यो मुनि यही मुनिको होइन ठ्याक्कै उतापट्टि मिदो खोला पारी चाहिँ फेरि हाम्रो त अब गाउँ त फुल्मो भयो होइन मेरो गाउँ चाहिँ फुल्मै हो हामी पहिला फुल्मो यहाँ माथि आएको धन्यवाद खुसी लाग्यो आज फाइनली हामी काँडेलो आइसकेका छौँ कोलासोतर गाउँपालिका वडा नम्बर 3 होइन हजुर र यता आशिक भाइ कता लुक्यो यार भाइ हाम्रो भाइ आग्लो टाढो बसिद यार यो चाहिँ हामी 3 जनालाई देखाउँदै आजको यो भ्लग चाहिँ अन्त्य गर्न चाहन्छु भिडियो हेरिसकेपछि लाइक कमेन्ट थ्यांक यू भेरी मच फर कमिङ एन्ड वाचिङ कीप वाचिङ एन्ड सब्स्क्राइब गर्नुभएको छैन भने सजाय नमस्ते धन्यवाद थ्यांक यू बाई सजालीय दर्शक महानुभाव आदरणीय दर्शक महानुभाव आजको यात्रा पोखरादेखि कोलासोतरतर्फ मालिङ हुँदै काँडेलुसम्म जाने तयारी भइरहेको छ यो गाडी लेखनाथ गाउँ गाडीमा हामी टिकट लिएर रेडी भइसकेका छौँ यता हाम्रो पसगाउँ निवासी आदरणीय दाई हुन्छ भूपेन्द्र दाई यता काउन्टरमा यो गाडी ग1 ख 7724 को यो लेखनाथ डडुवा गिलिङ हुँदै जाने गाडीमा चाहिँ हामी जाने तयारी भइरहेको छ यहाँ कान्छीको नाम के हो ल भन खै तिम्रो नाम के हो हामी आज काँडेलुको यात्रा गर्दैछौँ हाम्रो आशिक भाइ त माख्लाएर बस्छ त्यही माथि आँधेरोमा काले बुझ जस्तो देखेको छ आजको यात्रा रहनेछ कोलासोतर काँडेलुतर्फ आजको यात्रा दाजुभाइको खोलासोतरतिर है खोलासोतर मालिङ गाउँपालिकाको कार्यालय हुँदै हामी काँडेलुसम्म जान्छौँ काँडेलु गले गाउँ भन्दा केही तल मालिङभन्दा अलिकति उता बालुङबानीको छेउमा जहाँ चाहिँ आज मेरो आदरणीय दिदी ममता गुरुङको छोरा भान्जा मन्दिरको शुभ विवाहको लागि हामी जाँदैछौँ शुभ विवाह चाहिँ भोलि जनता आउने मालिङ पछि चाहिँ भटेक छ काँडेलुमा जसको लागि तयारी गर्न आशिक भाइ र सुवाबाट आइपुग्नु भएको छ हामी दाजुभाइ अब त्यतातर्फ लाग्यौँ है आज भान्जीहरूसँग हामी काँडेलु जाँदैछौँ मालिङ हुँदै यतिखेर भने हामी गिलुङ डक्सरतिर आइपुग्न लागेको छ भर्खरै डडुवा जुन काटेर अगाडि आएका छौँ हाम्रो आज यात्रालाई साथ दिन पुग्दै हुन्छ ससरीले आइसकेछौँ अब आइपुग्यो है मालिङसम्म
खण्ड छैन खण्डको मनोरम दृश्य रहेको छ यता लमजुङ हिमाल एकदम सुन्दर मनमोहक दिइरहेको छ मनसम्मको हिमशृङ्खला रहेको छ एकदमै मनोरम दृश्य यो मनसम्म हिमशृङ्खला छ अब भने हामी छापा काट्दै गेलुङको यो पैठो डाँडा रहेको छ यता पैबोतिर गुम्बा रहेको छ गेलुङको मेरो ससुराली गाउँ केही समय अगाडि हामी छापाबाट काटेर आइसकेको छौँ त्यसलाई कैद गर्दै यता तल साथै भन्छ जान्छौँ यो छापा करपु डडुवा भन्दा माथि गिलुङ जाने ओरेरो बाटो रहेको छ धेरैचोटि यो बाटो पनि हिँडेका छौँ है विशेष गरी माइला सालको बिहेमा यो बाटो जनता लगाउँथ्यौँ हामी फाइनली हामी गिलुङ आइसकेका छौँ गिलुङ प्रवेशद्वार मेरो ससुराली है अब केही समयपछि नै हामी तल यो टक्सर हुँदै तल झर्नेछौँ गिलुङ प्रवेशद्वार ए उता नि ट्रेन छ ए उतैबाट माथि पैठो डाँडातिर पैपति गुम्बातिर जाने बाटो रहेको छ यो तपाईँले गिलुङको पहाडी वडा कार्यालय होला सुन्दर टाउको रमाइलो गाउँ मेरो ससुराली गाउँ अहिले धेरै धेरै गर्भस कार्यक्रमहरू पनि ल्याउँदैछ मेरो प्रियवदा जीवनहरूले विशेष गरी यहाँ बस कार्यक्रमको लागि र आदरणीय श्री खान मछिन्द्र गुरुङले माथि ठुलो होटेल र बसका कार्यक्रमहरू राखिँदैछ माथि बाइक रहेको छ है यता रेणुका भान्जी ऋतिका भान्जी फेरि पनि हाई गरौँ ल अब मामाको भ्लगमा आउँछ है तिमी हेर्ने कि नहेर्ने हेर्ने नि होइन यो घोलसोथर गाउँपालिका वडा नम्बर 9 गिलुङको वडा कार्यालय रहेको छ वर्ष यताउता गाउँको बिचमा रहेको थियो यता भने अहिले स्वागत यता म यो टोल मेरो ससुराली घर यो पुर्ख्याली ससुराली कान्छा काका कान्छा मामा ससुरा हुनुहुन्छ यता चाहिँ कोदो टोल भन्छन् साबीको गिलुङ गाविस टक्सरको चाहिँ 3 नम्बर वडा पर्थ्यो अहिले भने कोलासोथर 9 रहेको छ यता पनि ससुराली रुचिको घर रुचि काशीहरू तल छन् मामा चन्द्रेफा मोदा चन्द्रेफा खासी बाउ मैले ग्याम्बी खालो गाडी क्या ले गए मु तहानसम्म क्यों तोएर ग्याम्बी खाऊ खाने मामा ए लो आतो हुँदै थिएछ बिस्या ल यता मनसोली हिमशृङ्खला माछा पुच्छ्रे धौलागिरी रहेको छ अत्यन्तै सुन्दर मनमोहक मारी चरागाउँ रहेको छ यता भने म गाडी आइसकेको जस्तो छ है बाटोमा पर्ने बेलामा ससुराले कसरी नछिर भनेर छिएको गाडी पनि आइसकेको छ हैन माथि क्वाइबो मिलन आमासम्म जाने बाटो रहेको छ माथि क्वाइबोदी र गुम्बा रहेको छ गिलुङ डेलो नाच्छ
अघिल्लो नासाको वृत्तचित्रमा बिना गुरुङले स्वर हालेर चाहिँ उत्कृष्ट वृत्तचित्र बनेको छ जुन सायद तामाङको सङ्कल्पमा हेर्न सक्नुहुन्छ हामीले चाहिँ सिडीको जमाना भएर सिडीमा हेरेका थियौँ अब भने चेची आन्दोलन पश्चात बर्खास्त हुनुभएका नेकपा एमालेका उपमहासचिव नेपाल सरकारका सञ्चार मन्त्री पूर्व सञ्चार मन्त्री सरकारका प्रवक्ता आदरणीय अग्रज शुभ गुरुङको गाउँतर्फ हामी अगाडि बढिरहेका छौँ बुद्धोदयमा हामी रहेको छ गेलुङ टक्सरको यो स्कुलबाट शिक्षण पेसा गरेर शुभ गुरुङ आज मन्त्री नेपाल सरकारको प्रवक्ता बन्न बुद्धोदय तलबाट बाटो लाग्छ तलबाट बुद्धोदय माथि प्राङ्गण रहेको छ टक्सरे नानीहरू टक्सरे बासिन्दाहरू चाहिँ साल्ने भञ्जक रहेको छ जहाँ चाहिँ पूर्व मन्त्री सुब्बा गुरुङको गाउँ घर रहेको